दर्शकवृन्द नमस्ते। हाट टुडे युट्युब च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। हामीले विभिन्न परिस्थितिहरूका बारेमा यस युट्युब च्यानल मार्फत विभिन्न व्यक्तित्वहरूको अन्तर्वार्ता यहाँहरूको समक्षमा प्रस्तुत गर्दै आइरहेका छौं। यसै सन्दर्भमा आज हामीले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली सुदर्शनज्यूसँग देशको समसामयिक परिस्थिति, नेपाल कम्युनिस्ट आन्दोलन, उहाँहरूले चाहिँ अहिले भर्खरै जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्न गइराख्नु भएको छ, त्यस सम्बन्धमा आधारित रहेर उहाँको छोटो एउटा हामीले धारणा राख्न गइरहेका छौं। यस सन्दर्भमा मैले यस युट्युब च्यानलमा उहाँ चाहिँ सुदर्शनज्यूलाई हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। हजुर, अनि यहाँहरूले भर्खरै चाहिँ राष्ट्रिय एकता महाधिवेशन गर्नुभएको छ हैन? यो राष्ट्रिय एकता महाधिवेशन पछि अनि दोस्रो पूर्ण बैठकले जनसम्बन्ध विस्तार अभियान भनेर सञ्चालन गर्ने भनेर निर्णय गरेको छ। अनि यो जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्नुको चाहिँ चैत 1 गतेबाट गर्दै हुनुहुन्छ, अनि यसको तयारी के चाहिँ छ? अब पहिलो कुरा त हामी चाहिँ विद्रोह गरेर आएका पार्टीहरू हौं, अथवा चाहिँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भनेको चाहिँ विद्रोहीहरूको समुच्चय हो। विद्रोहीहरूको चाहिँ एउटा समस्या के हुन्छ भने तिनीहरू केन्द्रबाट विद्रोह गरेका हुन्छन् र चाहिँ तल जमिनमा त्यसको जनजमिन चाहिँ थोरै खाली हुन्छ र त्यसले गर्दाखेरि चाहिँ हामी पनि यो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा 3वटा पार्टीहरू क्रान्तिकारी माओवादी, त्यसपछि गएर चाहिँ नेकपा मसाल र नेकपा बहुमत आएका छौं। हामीले मोहन विक्रमको चाहिँ नेकपा मसालबाट विद्रोह गर्यौं। हामीले चाहिँ विप्लव नेतृत्वको चाहिँ मतलब नेकपाबाट पनि विद्रोह गर्यौं। त्यसपछि गएर चाहिँ हामीले यता प्रचण्डबाट पनि विद्रोह गर्यौं। यो सबै विद्रोहबाट आएको हुनाले चाहिँ हामीले अहिले महाधिवेशन पछि के निर्णय गरेका छौं भने महाधिवेशन पछि बसेको केन्द्रीय समितिको दोस्रो बैठकले निर्णय गरेको कुरा के हो भने हामी एकचोटि चाहिँ जनताका बीचमा चाहिँ राम्रोसित भिज्न जानुपर्दछ, अथवा हामीले त्यो जमिन प्राप्त गर्नुपर्छ जुन चाहिँ अरूहरूले कब्जा गरिरहेका छन्। त्यसैले यति बेला हामी चाहिँ जनसम्बन्ध विस्तार अभियान भनेर चाहिँ जनताका बीचमा जाँदैछौं। यसको मूल उद्देश्य भनेको जनता र पार्टीका बीचमा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बीचमा चाहिँ नङ र मासुको सम्बन्ध अर्थात् माछा र पानीको जस्तो सम्बन्ध बनाएर जाने उद्देश्य राखिएको छ। यसको साथसाथै यसका चाहिँ अवयवहरू जनवर्गीय संगठनहरूलाई तल पुर्याउने र जनताका बीचमा पुर्याउने हामीले त्यो उद्देश्य लिएका छौं। यसको साथसाथै चाहिँ महाधिवेशनबाट चाहिँ गरेका निर्णयहरूलाई पनि जनताका बीचमा पुर्याउने यसको उद्देश्य रहेको छ। यी उद्देश्यका साथ हामी जनसम्बन्ध विस्तार अभियानमा अगाडि बढ्दैछौँ। हजुर, अब यो जनसम्बन्ध विस्तारको मितिमा चाहिँ के छ? चैत 1 गतेदेखि अनि चाहिँ वैशाख 18 गतेसम्म हजुरहरूले सञ्चालन गर्दै हुनुहुन्छ। यसको अनि अहिले तयारी कति छ? तयारी के भइरहेको छ? ठिक भन्नुभयो। अब अहिले हामी चाहिँ पहिलो कुरा त केन्द्रीय समितिको बैठकपछि हाम्रो 20वटा ब्युरोहरू बनेको छ र नेपालमा चाहिँ 16वटा ब्युरोहरू छन् र त्यो 16 ब्युरोको सबैतिर बैठक सम्पन्न भएको छ र सबै ब्युरोहरूले त्यसको तयारी गरिरहनु भएको छ र चाहिँ यो अभियान हामीले 4 तिरबाट यो चाहिँ मतलब थाई समितिका सदस्यहरू, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको थाई समितिका सदस्यहरू 4 कुनाबाट हामी जाँदैछौँ। देशको चाहिँ हामी देशलाई छिचोल्ने गरी अगाडि बढ्दैछौँ र हामी यो हामीले चैत 1 गते भन्नुभयो हजुरले, चाहिँ चैत 1 गते तोकेका थियौँ, तर चाहिँ होलीले गर्दा हाम्रो अलिकति अगाडि गएको छ। चैत 4 गते हामी उद्घाटन गर्दैछौँ। बैतडीबाट एउटा मतलब मेरो नेतृत्वमा बैतडीबाट एउटा टोली आउँदैछ। त्यसपछि चाहिँ कञ्चनपुरबाट चाहिँ कमरेड कुमुदको नेतृत्वमा चाहिँ एउटा अर्को टोली बनेको छ। त्यस्तै किसिमले चाहिँ पूर्वमा झापाबाट कमरेड हरिभक्त कणेलको नेतृत्वमा अर्को टोली बनेको छ।
र त्यस्तै किसिमले चाहिँ तपाईँको हाम्रो राम सिंह श्रीषको नेतृत्वमा चियो भन्ज्याङबाट 5 थरको चियो भन्ज्याङबाट आउँदैछ र ती चाहिँ हामी 18 गते वैशाखको 18 गते 82 सालको वैशाख 18 गते हामी काठमाडौँ आउँछौँ र काठमाडौँमा एउटा विशाल सभा जनसभा गरेर चाहिँ हामी यसलाई समापन गर्नेछौँ। हजुर, अनि तपाईँ अब तपाईँको जनसम्बन्ध विस्तार अभियान त छँदैछ होइन, त्यसको साथसाथमा तपाईँ चाहिँ पार्टीको सूचना सञ्चार तथा प्रकाशन विभागको प्रमुख पनि हुनुहुन्छ होइन। अब चाहिँ यो सूचना सञ्चार तथा प्रकाशन विभागको काम कसरी अगाडि बढाउनुपर्छ भन्ने सोचिराख्नु भएको छ, के निर्णय गर्नुभएको छ? ठिक भन्नुभयो। अब यो चाहिँ धेरै महत्त्वपूर्ण विभाग हो, किनकि आजको जमानामा कस्तो छ भने सूचना सञ्चारको धेरै महत्त्व बढेर गएको छ। सूचनाहरू यति तीव्र बनेका छन् कि हिजोको जस्तो प्रिन्ट मिडियाले मात्रै चाहिँ अहिले धान्ने स्थिति छैन। आजको स्थितिमा चाहिँ सामाजिक सञ्जालदेखि लिएर तपाईँको अनलाइन पेपरहरू चलिरहेका छन् र सबभन्दा बढी प्रभावकारी ढङ्गले सामाजिक सञ्जालहरू पनि चलिरहेका छन्। यो अवस्थामा हामीले चाहिँ त्यही रफ्तारका साथ हाम्रो सूचनालाई चाहिँ छिटो छरितो बनाउनका लागि, हाम्रो पार्टीलाई चाहिँ सधैँभरि अपडेट गर्नका लागि पहिलो कुरा सूचना सञ्चार तथा प्रकाशन विभागलाई महत्त्वपूर्ण ढङ्गले हामीले सञ्चालन गर्नुपर्दछ। र यसमा अहिले भर्खरै हाम्रो बैठकले के निर्णय गरेको छ भन्दाखेरि चाहिँ अहिले त भर्खरकै लागि हामीले के योजना बनाएका छौँ भने यो जनसम्बन्ध विस्तार अभियानलाई अघि बढाउनका लागि 2 डेस्क बनाएका छौँ हामीले। एउटा त चाहिँ हाँक टुडेमा हाँकमा हामीले बनाएका छौँ, हाँक साप्ताहिक र हाँक टुडेको चाहिँ एउटा डेस्क बनाएका छौँ। अर्को डेस्क भनेको चाहिँ हामीले यतापट्टि यो मूल बाटो र वर्गदृष्टिको चाहिँ बनाएका छौँ। 2टा डेस्क बनाएका छौँ। त्यसको साथसाथै हामीले के पनि सल्लाह गरेका छौँ पार्टीको हेडक्वार्टरमा भने अब यो बाहिर हाम्रो मिडियामा मात्र होइन कि बाहिरी मिडियाहरूमा पनि हाम्रा समाचारहरू सम्प्रेषणका लागि चाहिँ त्यहाँ सम्बन्ध विस्तार गर्नका लागि पनि त्यहाँ पनि हामीले एउटा डेस्क बनाउने सोचेका छौँ, यो दुवैबाट मिलाएर। त्यसो भएको हुनाले चाहिँ यो 3वटा तरिकाले हामीले यसलाई प्रसार गर्नका लागि पनि अहिले तत्कालका लागि यो व्यवस्था गरेका छौँ। र हामीले भविष्यमा के सोचेका छौँ भने यो अलि चाहिँ मतलब मल्टिमिडिया होइन, अथवा चाहिँ यसलाई के भनौँ बहु प्रचार प्रसारको माध्यमहरू चाहिँ बनाउने भनेर मल्टिमिडियाको स्तर सोचेका छौँ। त्यो भनेको के हो भने अहिले पनि हामीलाई के लाग्छ भने प्रिन्ट मिडिया एउटा हुनै पर्दछ, एउटा साप्ताहिक हामीलाई चाहिन्छ। त्यसको साथसाथै चाहिँ केही अनलाइन मिडियाहरू पनि हामीसित हुनुपर्दछ र त्यसलाई अलि बढी जोड गर्नुपर्दछ। अनलाइन मिडियामा बढी जोड, जस्तो कि चाहिँ हाँक टुडे चलिरहेको छ होइन, यसलाई पनि अझ जोड दिएर चाहिँ हामी चलाउनुपर्छ। त्यस्तै किसिमले चाहिँ यतापट्टि अर्को मूल बाटो पनि चलिरहेको छ र यसलाई पनि चाहिँ हामीले राम्रोसित सञ्चालन गर्नुपर्दछ र भविष्यमा चाहिँ पार्टीको मिडियालाई चाहिँ राम्रोसित सञ्चालन गरेर पार्टी जनतामा स्थापित गर्ने र जनताबाट लिएर जनतालाई दिने एउटा चाहिँ सञ्चार माध्यमको हामीले व्यवस्था गर्नुपर्दछ भन्ने हामीले प्रारम्भिक रूपमा सोचेका छौँ र भविष्यमा यसलाई चाहिँ अझ तन्दुरुस्त अझ चुस्त दुरुस्त बनाएर हामीले हेर्छौँ। हजुर, अनि तपाईँहरूको अनि राष्ट्रिय एकता महाधिवेशनले नेपाली क्रान्तिको कार्यदिशा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने भन्ने चाहिँ पास गरेको छ होइन, नीति पास गरेको छ। अनि त्यो नयाँ जनवादी क्रान्तिको खुड्किलो भनेको चाहिँ के हो, यो जो आम जनतालाई चाहिँ बुझ्ने भाषामा भन्नु बताइदिनु न। ठिक हो। पहिलो कुरा त यो हामीले मनोगत ढङ्गले निकालेको निष्कर्ष होइन, यो चाहिँ वस्तुगत अवस्था जे भएको छ त्यसको आधारमा हामीले हाम्रो राजनीतिक कार्यदिशा बनाएका छौँ। वस्तुगत अवस्था भनेको के छ भने 2 परिस्थितिहरू छन्। नेपालको आर्थिक सामाजिक अवस्थालाई पनि हामीले के गर्यौँ भन्दाखेरि चाहिँ विश्लेषण गर्यौँ। करिब 5 महिनाको एउटा अनुसन्धानबाट हामीले के पत्ता लगायौँ अथवा के पुष्टि गर्यौँ भने, पत्ता लगायौँ भन्दा पनि के पुष्टि गर्यौँ भने नेपाल
आर्थिक सामाजिक हिसाबले कस्तो देश हो त यो चाहिँ। हामीले जस्तो कि पुष्पलालको पालादेखि 6 सालदेखि के भन्दै आएका छौँ भने नेपाल अर्ध सामन्ती अर्ध औपनिवेशिक देश हो भनेर त भन्दै आएका थियौँ। तर अहिले आइपुग्दाखेरि चाहिँ त्यही हो कि होइन त भन्ने सन्दर्भमा हामी धेरै डाटाहरूलाई विश्लेषण गर्दा, धेरै तथ्याङ्कहरूको लागि विश्लेषण गर्दा के निष्कर्षमा पुग्यौँ भने नेपाल अब त्यही स्थितिमा छैन। नेपाल अर्ध सामन्ती अर्ध औपनिवेशिक अवशेषहरू त छन्, तर त्यसको साथसाथै चाहिँ यो मुख्य त के छ भने नव औपनिवेशिक देश हो। यो नव औपनिवेशिक देशमा हामीले अब क्रान्ति कसरी गर्नुपर्छ भन्ने प्रश्न उठ्यो। त्यसको साथसाथै चाहिँ नव औपनिवेशिक देश भएपछि त्यहाँ दलाल तथा नोकरशाही पुँजीवादी वर्ग दुश्मन हुन्छ। मुख्य वर्ग दुश्मन दलाल तथा नोकरशाही पुँजीवाद हुने भएको हुनाले यस्तो देशमा गर्ने क्रान्ति कस्तो हुन्छ त भन्ने सन्दर्भमा चाहिँ हामीले के बुझ्यौँ भने नेपालमा नयाँ जनवादी क्रान्ति भनेको पुँजीवादी क्रान्ति हो। पुँजीवादी क्रान्ति के हुन्छ भन्दाखेरि चाहिँ यो क्रान्ति सम्पन्न गर्ने बित्तिकै चाहिँ हामी अर्को क्रान्ति गर्नुपर्दछ र हामी इतिहासमा धेरै अगाडि बढिसकेका छौँ र चाहिँ दुनियाँ कस्तो भएको छ भन्दाखेरि चाहिँ भूमण्डलीकृत भएको छ। भूमण्डलीकृत दुनियाँ भएको हुनाले आर्थिक विकास पनि के छ भन्दाखेरि चाहिँ भूमण्डलीकृत छ। यो अवस्थामा जाँदाखेरि चाहिँ पुँजीवाद त पुँजीवादै हो नेपालमा, तर दलाल नोकरशाही पुँजीवाद हो। त पुँजीवादमा यो पुगिसकेको छैन। त्यसो भएको हुनाले पुँजीवादमा पुर्याउनलाई पुँजीवादी क्रान्ति गर्नुपर्दछ। तर पुँजीवादी क्रान्ति गर्नलाई के चाहियो भन्दाखेरि चाहिँ अब लामो समय भनेर त्यहाँ बुझ्न आउँदैन। हामीले क्रान्ति गर्ने बित्तिकै यो नयाँ जनवादी क्रान्ति लामो समय चलाउनुपर्छ भन्ने बुझ्यौँ भने त्यो के हुन्छ भने हिजोको तुलनामा त्यो अलिक गल्ती हुन्छ। त्यसो भएको हुनाले यसलाई खुड्किलो भन्यौँ हामीले। अङ्ग्रेजीमा यसलाई स्टेप भन्यौँ, नेपालीमा यसलाई खुड्किलो भन्यो। खुड्किलो भनेको चाहिँ हामीले यो क्रान्ति सम्पन्न गर्ने बित्तिकै केही आधारभूत कुराहरू पूरा गरेर हामी वैज्ञानिक समाजवादमा जान्छौँ भनेर जो बुझेका छौँ त्यही अर्थमा चाहिँ हामीले यो कुरा गरेका हौँ। यसलाई खुड्किलो भनेर भनेका हौँ। त्यसकारणले यो इतिहासमा एउटा महत्त्वपूर्ण निर्णय हामीले गरेका छौँ। त्यसो गर्नाले हाम्रो कार्यदिशा के भएको छ भने नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने भन्न पर्नेछ। अब के छ भन्नुहुन्छ भने अहिले हामीले नेपाली जनताले राजनीतिक दलहरूले लामो सङ्घर्ष पश्चात प्राप्त गरेको जुन गणतन्त्र छ, हामीले चाहिँ यो बुर्जुवा भए पनि गणतन्त्र प्राप्त गरेका छौँ। यसका विरुद्धमा चाहिँ राजा स्वयं नै ल जनताहरू निस्किनु पर्यो, अब चाहिँ देश बचाउने बा तपाईँ हाम्रो जिम्मा छ भनेर आइराखेको अवस्थामा र जनताहरू पनि छाटफुट रूपमा चाहिँ सडकमा देखिरहेको अवस्थामा यहाँले चाहिँ अब के गर्नुपर्छ भन्ने लाग्छ यहाँलाई? ठिक हो। अब यो कस्तो हुन्छ भने लेनिनले एक ठाउँमा के भन्नुभएको छ भने यो सत्ताच्युत भएका प्रतिक्रियावादीहरू हजारौं तरिकाले चाहिँ फेरि पनि पुनर्स्थापित हुने कोसिस गरिरहन्छन्। त्यसकारणले नेपालमा जो ढलिसकेको राजतन्त्र हो त्यो पनि फेरि चाहिँ अवशेषका जो रूपमा जो रहेको छ त्यो फेरि पुनर्स्थापित हुनका लागि कोसिस गरिरहेको छ। त्यसकारणले नेपाली जनताले यति बेला के कुरा बुझ्नुपर्छ भने हामी अग्रगमनतिर जाने कि पश्चगमनतिर जाने हैन। नेपाली जनताले साथ दिने कि नदिने केही साल हो, यहाँ मचाएर त हुने कुरा भएन। तर नेपाली जनताले चाहिँ अग्रगमनतिर जाने जो बाटो हामीले अगाडि तय गरेका छौँ अथवा हामी बुर्जुवा गणतन्त्रमा आइपुगेका छौँ, यो बुर्जुवा गणतन्त्रबाट जनगणतन्त्रतिर जाने बाटो नै रोज्नुपर्छ। कोही पनि पछाडि फर्किने स्थिति हुन सक्दैन। राजतन्त्रमा जाने भनेको चाहिँ पछि फर्किने हो, प्रतिगमनमा जाने हो। त्यसो भएको हुनाले यो प्रयत्न चाहिँ तपाईको त्यो सत्ताच्युत वर्गको र त्यो सत्ताच्युत वर्गसित जोडिएको साम्राज्यवाद विस्तारवादको प्रयत्न हो। यो चाहिँ हामी के देख्छौँ भने अलिकति यसमा हिन्दू राज्य बनाउने भनेर चाहिँ भारतबाट कुनै न कुनै रूपमा पुश भइरहेको छ र भारतको पनि सबै होइन, खास गरी चाहिँ हिन्दू फासिस्ट मोदी र चाहिँ हिन्दू फासिस्ट असाध्यै चाहिँ हिन्दूवादी कट्टर हिन्दूवादी मोदी र चाहिँ यहाँ नजिकै चाहिँ मतलब उत्तर प्रदेशमा रहेका चाहिँ आदित्यनाथ
जस्ता जो चाहिँ हिन्दू फासिस्टहरू छन् उनीहरूको उक्साहटमा यहाँ जे दुष्प्रयत्न गरिरहेका छन् यो दुष्प्रयत्न वास्तवमा चाहिँ यिनीहरूको दिवा स्वप्न नै हुन्छ। त्यसरी चाहिँ नेपाली जनता जसरी चाहिँ लडेर आएका छ, राजतन्त्रबाट जसरी हिजो दुःख पाएको छ, त्यो सबै चाहिँ सम्झिँदै उनीहरूले फेरि पनि यो प्रयत्नहरू विफल बनाउने छन्, नेपाली जनताले विफल बनाउने छन्। र हामी यसलाई विश्लेषण गरेर पनि हेर्नु पर्दछ फेरि चाहिँ के ज्ञानेन्द्र या राप्रपाको मात्रै त्यसमा हात छ कि अरूहरूको पनि हात हुन सक्छ भन्ने कुरामा पनि विश्लेषण गर्नुपर्दछ। यसतिर ध्यान दिँदाखेरि चाहिँ केही राजावादीहरू कांग्रेसभित्र पनि छन् हैन, शेखर कोइरालाले त त्यो समर्थन गरिरहेका छन्। केही राजावादीहरू चाहिँ तपाईको एमाले भित्र पनि हुन सक्छन् हैन, र त्यसैले सबैतिर त्यो किसिमको चाहिँ उक्साहट हुन सक्छ र एउटा सम्झौता गरेर भोलि चाहिँ उसलाई राष्ट्रपति बनाएर अथवा चाहिँ संवैधानिक राजा बनाएर आफू चाहिँ यो देशको अब निरङ्कुश शासक बन्ने सपना पनि यसभित्र नहोला भन्न सकिँदैन। तथापि चाहिँ राजतन्त्रवादीहरूले यी सामन्ती प्रतिक्रियावादीहरूले जे चाहिँ कदम उठाउन कोसिस गरेका छन् त्यसलाई नेपाली जनताले निष्फल बनाउनेछन् र यो चाहिँ नेपाली जनताको लागि सही कुरा हुने छैन, किनकि नेपाली जनताहरू जहिले पनि अग्रगमनतिरै अगाडि बढिरहेका छन्। अब तपाईहरुको राष्ट्रिय एकता महाधिवेशनले अनि गरेको जुन कार्यदिशा छ नि, गरेको जुन कार्यदिशा छ नि, त्यसको कार्यान्वयन अब कसरी गर्नुपर्छ, नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन त्यसको कार्यान्वयन कसरी गर्नुपर्छ भन्ने ठान्नुहुन्छ? ठिक भन्नुभयो, यो चाहिँ धेरै महत्त्वपूर्ण प्रश्न हो। तर यहाँ छोटकरीमा के भनौँ भने हाम्रो पार्टीले राष्ट्रिय एकता महाधिवेशनमा धेरै महत्त्वपूर्ण निर्णयहरू गरेको छ। नम्बर 1 मा त यसले चाहिँ आज मार्क्सवाद लेनिनवाद माओवादमा विकास गर्नुपर्छ भनेर मार्क्सवाद लेनिनवाद माओवादका चाहिँ विभिन्न पक्षमा छलफल गरेको छ र त्यसमा पनि माओवाद वा विचारधाराका विषयमा छलफल गरेर हामी चाहिँ केमा एकमत भएका छौं भने माओका योगदानहरू सार्वभौम छन् भन्नेमा एकमत भएका छौं र अहिले तत्काल आधिकारिक रूपमा हामीले मार्क्सवाद लेनिनवाद माओवादलाई नै निर्देशक सिद्धान्त मान्नु पर्दछ भनेर हामीले विचारधारात्मक कार्यदिशा पारित गरेका छौं। त्यसको साथसाथै दोस्रो कुरा अघि तपाईले उठाइसक्नुभयो कि हामीले नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै अथवा पुँजीवादी क्रान्ति जो बाँकी रहेको हुन्छ त्यसलाई पार गर्दै वैज्ञानिक समाजवादमा जाने भन्ने चाहिँ जुन राजनीतिक कार्यदिशा पारित गरेका छौं। अब तेस्रो कुरा चाहिँ के गरेका छौं भन्दाखेरि चाहिँ यो कार्यदिशालाई कार्यान्वयन गर्ने, राजनीतिक कार्यदिशालाई प्राप्त गर्ने हामीले एउटा संघर्षको कार्यक्रम बनाएका छौं, जुझारु संघर्षको कार्यक्रम। त्यो जुझारु संघर्षको कार्यक्रम भनेको चाहिँ हामी जनसंघर्षको माध्यमबाट अगाडि बढ्नेछौं, शान्तिपूर्ण जनसंघर्ष गर्दै हामी अगाडि बढ्नेछौं र त्यो जनसंघर्ष लाई अगाडि बढाउनका लागि हामी अहिले भर्खरै चाहिँ तपाईको यो जनसम्बन्ध विस्तार अभियानमा जाँदैछौं हैन। हामी नेपाली जनताका सबै चाहिँ घर घरमा पुगेर के छ स्थिति भनेर त्यो बुझेर ल्याउँछौं र उहाँहरूको भावना अनुसार नेपालमा हामी जनसंघर्ष अघि बढाउँछौं। त्यो जनसंघर्ष पाकेर त्यो चाहिँ विकसित भएर अगाडि चाहिँ त्यो जनप्रतिरोधमा पनि जान सक्छ हैन। त्यो जनप्रतिरोधबाट चाहिँ भोलि चाहिँ नेपाली जनताको चाहिँ नयाँ जनवादी क्रान्ति पूरा गरेर वैज्ञानिक समाजवाद ल्याउने क्रममा चाहिँ जनविद्रोह हुन्छ हैन। यो प्रक्रियाबाट हामी चाहिँ नेपाली महाधिवेशनमा जो मतलब राजनीतिक कार्यदिशा पारित गरिएको छ त्यो कार्यदिशा हामी पूरा गर्नेछौं र हामी चाहिँ अब नेपाली जनतालाई उठाउन यो प्रतिगमनकारी, त्यसपछि चाहिँ विभिन्न खालका चाहिँ तपाईको यथास्थितिवादीहरू जो छन् अथवा दलाल संसदीय व्यवस्था छ, यो दलाल संसदीय व्यवस्थाको अन्त गरेर नेपालमा एउटा जनगणतन्त्रको स्थापना गर्नका लागि चाहिँ हामी यो क्रान्तिलाई अगाडि बढाउँछौं। हजुर, तपाईहरुको महाधिवेशनले ती कार्यदिशाहरू पारित गरिरहेको अवस्थामा
नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य यसरी विश्वमा चाहिँ कम्युनिस्ट आन्दोलन छेद विजेत अवस्थामा पुगिरहेको छ, कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सकिरहेको छैन भने नेपालको कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्ने देख्नुहुन्छ यहाँहरूले? अब हामी के देख्छौँ भन्दाखेरि चाहिँ विश्व कम्युनिस्ट आन्दोलन अहिले हेर्दाखेरि चाहिँ यो रक्षात्मक स्थितिमा छ। यसको ठ्याक्कै चाहिँ मूर्त भाषामा भन्दाखेरि चाहिँ रक्षात्मक स्थितिमा छ, यो आक्रमणात्मक स्थितिमा छैन। त्यो कहिलेदेखि त्यस्तो भयो भन्दाखेरि चाहिँ खास गरी चीनमा प्रतिक्रान्ति भइसकेपछि, चीनमा अन्तिम रूपमा जुन माओ सेतुङले खास कम्युनिजम त्यहाँ चाहिँ ल्याउनु भयो र त्यहाँ चाहिँ क्रान्ति सम्पन्न गरेर त्यहाँ चाहिँ समाजवादी क्रान्ति स्थापना गरेर महान सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरिसकेपछि त्यहाँसम्म आएको थियो 1976 सम्म। 1976 पछि खास गरी 80 मा जाँदाखेरि अलिकति यो ओह्रालो लाग्दै गयो र 90 मा पुगिसकेपछि 1990 मा पुगिसकेपछि यो चाहिँ सोभियत संघको विघटन भयो र पूर्वी जर्मनी लगायतका धेरै ठाउँमा चाहिँ पुँजीवाद पुनर्स्थापना भयो। यो भइसकेपछि के भयो भन्दाखेरि चाहिँ हामी अलिकति रक्षात्मक स्थितिमा पुगेका छौँ र अमेरिका चाहिँ एक ध्रुवीय विश्व व्यवस्थाका लागि यो 90 देखि 2000 सम्मको अवस्थामा आइपुग्यो र त्यो एक दशक त कस्तो भयो भने अमेरिका नै सबै थोक हो भनेर उनीहरू आए र अमेरिकनहरूले अलिकति चाहिँ के सोचे भन्दाखेरि उनीहरूले नयाँ दर्शन पनि लिएर आए, उत्तर आधुनिकतावादी दर्शन पनि लिएर आए। जब चाहिँ ट्विन टावर ढल्यो, अमेरिकाको जुम्ल्या भवन जो 2001 को 11 सेप्टेम्बरमा ढल्यो, त्यो ढलिसकेपछि चाहिँ फेरि के भयो भन्दाखेरि चाहिँ जो बहुध्रुव, यथार्थमा त बहुध्रुवै थियो, बहुध्रुवीय अवस्थामा गयो हो। त्यो बहुध्रुवीय अवस्थाले के ल्यायो भन्दाखेरि चाहिँ यतापट्टि आइसकेपछि यिनीहरूमा फुट ल्यायो अथवा साम्राज्यवाद र साम्राज्यवादका बीचमा चाहिँ अन्तर्विरोधहरू ल्यायो। साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचको चाहिँ अन्तर्विरोध प्रधान भएर गयो। यो अवस्थामा चाहिँ यहाँ आइपुगेपछि नेपालको कम्युनिस्ट आन्दोलनमा के भयो भन्दाखेरि चाहिँ यहाँ पनि अलिकति त्यसको चाहिँ असर त पर्ने नै पर्यो र चाहिँ त्यसको साथसाथै फेरि के भयो भने त्यसको वरिपरि नेपालमा चाहिँ जनयुद्ध पनि भयो हैन, ठुल्ठुला जनआन्दोलनहरू पनि भयो। यो सबैबाट हेर्दाखेरि चाहिँ पछि यसबाट के भयो भने धोका नेपालका चाहिँ जस्तो कि चाहिँ माओवादी जनयुद्धकै नेताहरूले पनि त्यसमा धोका दिए हैन। अब पटक पटक 7 सालदेखि तपाईको चाहिँ 62-63 को आन्दोलनमा चाहिँ कांग्रेस कम्युनिस्टहरूले पनि धोका दिए, कतिपय संशोधनवादीहरूले धोका दिए। आन्दोलनहरू एउटा उचाइमा जाने तर चाहिँ कहिल्यै सफल नहुने भएपछि जनतामा एउटा निराशा अहिले नेपालमा आएको छ। कम्युनिस्ट आन्दोलनप्रति थोरै चाहिँ नकारात्मक दृष्टिकोण पनि बनेको छ, तर मूलभूत रूपमा उर्वर चाहिँ भूमि फेरि अझै यहाँ छ र चाहिँ यहाँ क्रान्तिकारी कम्युनिस्टहरूले, हाम्रो पार्टी लगायतका क्रान्तिकारीहरूले चाहिँ एउटा नयाँ पहल गरिरहेका छन्, गर्नुपर्ने आवश्यकता छ। त्यो पहललाई अगाडि बढाउँदै जाँदाखेरि जो संकट यहाँ देखा परेको छ, म तपाईसित एउटा कुरा के भन्न चाहन्छु भने महत्त्वपूर्ण कुरा कि नेपालमा जो चाहिँ दुईटा कारणहरू छन्। एउटा त एमसीसी लगायतका चाहिँ सम्झौताहरू यहाँ भए हैन र अरू असमान सन्धि सम्झौता भारतसित भएका छन्, चीनसित भएका छन् अथवा अरू देशहरूसित भएका छन्। यी सबै सम्झौताहरूको चाहिँ मूल कारण के छ भने नेपालको साधन स्रोतहरू लुट्ने छ, पानी लुट्ने छ अथवा चाहिँ बिजुली लुट्ने छ हो। यो लुटा प्रवृत्ति एउटा चाहिँ यहाँ देखा परेको छ र चाहिँ यिनीहरूले के गर्दैछन् भने एउटा कज कस्तो बनेको छ भने अमेरिकाको अब चाहिँ प्रमुख दुश्मन भनेको चीन हो। चीन प्रमुख दुश्मन भइसकेपछि त्यो चीनलाई खतम पार्न अथवा त्यसलाई चाहिँ कमजोर बनाउन अमेरिका लागि पर्छ र त्यसको लागि बफर जोन भनेको नेपाल हो। नेपाल चाहिँ एउटा त्यस्तो स्टेट हो जहाँ चाहिँ आएर उसले अड्डा जमाएर चीनमाथि हमला गर्न चाहन्छ, सहज हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ त्यो कारणले पनि नेपाल के बनेको छ भने क्रान्तिको लागि चाहिँ विस्फोटक भन्ने सम्भावना छ। एक दोस्रो कुरा
नेपालका चाहिँ नेपाल मजदुरै मजदुरको देश भने पनि हुन्छ। मजदुर कम छन् भन्ने छ त्यस्तो होइन। नेपालमा चाहिँ करिब 1 करोड मजदुरहरू विश्व बजारमा 173 देशमा चाहिँ पुगेका छन् र त्यसमा खाडी मुलुकमा पुगेका छन् र रेमिटेन्स यहाँ पठाइरहेका छन्। रेमिटेन्सबाट देश चलेको छ। देशको चाहिँ अर्थतन्त्र रेमिटेन्सबाट चलेको छ हो। अब त्यो रेमिटेन्स जस्तो कि अरबियन कन्ट्रीहरूको चाहिँ विकास प्रक्रिया, त्यहाँको चाहिँ विकास निर्माणको चाहिँ सेचुरेसनमा अथवा स्थगनमा जाँदैछ। अब त्यसको चाहिँ कम हुन्छ र त्यहाँबाट पनि मजदुरहरू फर्किन्छ, नेपालबाट गएका मजदुरहरू फर्किन्छन् र करिब चाहिँ ल मान्नु सरकारी डाटा अनुसार पनि 70 लाख गएका छन्। अरू चोर बाटोबाट गएका सबैलाई हेर्दाखेरि भारतमा गएकालाई हेर्दाखेरि चाहिँ 1 करोड जति पुग्ने हो, त्योभन्दा बढी हुन्छ। ल 10 लाखै चाहिँ तपाईँको उतै बसेछन् भने 60 लाख मान्छे नेपालमा अब 10 वर्षभित्र नेपालमा फर्किनुपर्छ। किन काम हुँदैन त्यहाँ। ट्रम्पले त अहिले नखेट्न थाले, युरोपहरूबाट त्यस्तै हुन्छ, खाडी देशहरूबाट त्यस्तै हुन्छ। त्यो भएपछि यो सबै दुईटा कारणले के हुन्छ, तिनीहरूको एउटा कुरा। अर्को कुरा के छ भने रेमिटेन्सबाट जो चलेको छ करिब 12 खर्ब रेमिटेन्स आउँछ। त्यो रेमिटेन्स बाट चलेको अर्थतन्त्रलाई फेरि वैकल्पिक रूपमा केले चलाउने भन्ने नेपाली सरकारसँग, नेपालको राज्य सत्तासँग प्लान छैन, योजना छैन होइन। त्यसो भएपछि ती जनता आएपछि के काम दिने भन्ने पनि छैन। यसले ठुलो सङ्कट निम्ति आउँछ दुईटा कारणले। एउटा चाहिँ विदेशीहरूको हस्तक्षेप जो भइरहेको छ, सन्धि सम्झौताहरू जो भइरहेका छन् त्यो कारणले पनि, दोस्रो यो कारणले पनि। यिनी दुईटै कारणलाई हेर्दाखेरि चाहिँ हामी के देख्छौँ भने अबको 6-7 वर्षभित्र एउटा ठुलो विस्फोटन पैदा हुन्छ। त्यसको लागि यदि हामीले सोचेनौँ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले त्यससम्म चाहिँ एउटा तयारी गरेन भने अब हुनेवाला के छ भन्दाखेरि चाहिँ तपाईँको ठुलो देश खरानी हुन्छ अथवा देश चाहिँ विघटनतिर जान्छ। त्यस्तो हुन नदिनका लागि हामीले प्रयत्न गर्नुपर्दछ। त्यो क्रान्तिको लागि ठुलो स्रोत हो, त्यो सङ्कट ठुलो स्रोत हो। त्यसकारण भविष्य के छ भने कम्युनिस्ट पार्टीकै हातमा छ, अरू कसैले यसको समाधान गर्दैन। त्यो समाधान क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मात्रै गर्छ भन्नेमा हामी छ। हजुर, अब यो भयो होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिदेखि लिएर अब क्रान्तिको कुरा, नेपाली क्रान्ति कम्युनिस्ट आन्दोलनको कुरा यहाँले छोटकरीमा राखिदिनु भयो। अब चाहिँ तपाईँ एउटा लेखक होइन, हजुरको चाहिँ भर्खरै दर्शनशास्त्रको इतिहास नामक पुस्तक प्रकाशनमा आएको छ। अनि एउटा लेखकको उसबाट हेर्दाखेरि, दृष्टिकोणबाट हेर्दाखेरि यो पुस्तकको बारेमा चाहिँ पाठकहरूलाई केही भन्नु छ कि केही बताइदिनुहोस् न। धन्यवाद। अब धेरै खुसी लाग्यो, मेरो पुस्तक भर्खरै प्रकाशित भएको छ दर्शनशास्त्रको इतिहास। त्यसमा हाम्रो पार्टीका महासचिव कमरेड किरणले आफू मतलब हस्पिटलको शैय्याबाटै चाहिँ भूमिका लेखिदिनु भएको छ र यसको चाहिँ महत्त्व भनेको कि यो लामो समय लाएर लेखेको छु मैले चाहिँ। करिब लामो भनेको करिब 30 वर्षदेखिका नोटहरू सबै जम्मा गरेर, खास गरी पछिल्लो बेलामा जेल परे म चाहिँ 3 वर्ष नखु जेल। त्यो जेलमा रहँदाखेरि चाहिँ मैले अलिकति पूर्वीय दर्शन पनि अध्ययन गरेँ, पश्चिमी दर्शन पनि अध्ययन गरेर त्यहाँ अलिक नोटहरू बढी गरेँ। त्यसलाई बाहिर आइसकेपछि अलि मेहनत गरेर, कामको व्यस्तताका बीचबाट पनि मेहनत गरेर त्यसअनुसार मैले पढाइ पनि राखेका थिएँ। यो पार्टी स्कुलहरूमा चाहिँ पढाइराखेका थिएँ। त्यही सन्दर्भमा मैले यो सबै सोच विचार गर्दाखेरि चाहिँ त्यसलाई संश्लेषण गर्ने विचार गरेँ र त्यसलाई लेखियो। यसका विशेषता भनेको के हो भने पहिलो कुरा, नेपालमा यो धर्मशास्त्रले दर्शनशास्त्रमाथि दखल पुर्याइराखेको छ र चाहिँ यहाँ विकास नहुन सक्नको कारण पनि अन्धविश्वास हो। त्यसैले मैले के भने प्राचीन कालदेखि अहिलेसम्म भौतिकवाद कहाँ छ भनेर खोज्ने कोसिस गरेको छु। एउटा विशेषता त्यही हो, भौतिकवाद कता छ त भनेर मैले चाहिँ रामायण महाभारत सबैतिर हेरेँ, त्यहाँ कहीँ न कहीँ प्रकृतिकै उल्लेख छ। त्यो चाहिँ मैले हेरेँ पूर्वीय दर्शनमा पनि पश्चिमी दर्शनमा पनि। दोस्रो कुरा चाहिँ यसमा के गरिएको छ भने आखिर यो चाहिँ दुईटा दर्शन, भौतिकवाद र आदर्शवाद बीचको चाहिँ सङ्घर्षबाट
नै मार्क्सवादको चाहिँ विकास भएको हो भन्ने कुरा निष्कर्ष निकाल्न खोजेको छु मैले चाहिँ। र अलिकति मैले गर्न खोजेको के हो भने पूर्वीय दर्शनमा खास गरी हाम्रोतिरको दर्शन के हो भनेर पनि मैले खोजी गर्ने कोसिस गरेको छु। सुरुवात मात्रै हो यो चाहिँ, त्यो गरेको छु। त्यसैले गर्दाखेरि चाहिँ यसमा अर्को कुरा के छ भने मार्क्सवाद हाम्रो साथीहरूलाई, हाम्रो चाहिँ कम्युनिस्ट आन्दोलनका साथीहरूलाई, हाम्रो पार्टीका साथीहरूलाई पनि अहिले चाहिँ अध्ययनमा साह्रै अल्छीपन बढेको छ। त्यसो भएको हुनाले उहाँहरूले चाहिँ मार्क्सका चाहिँ 50वटा भोलम छन्, त्यत्रो अहिले पढेर भ्याउनुहुन्न। टिकटकको जमाना अथवा चाहिँ अहिले त धेरै अगाडि आइसक्यो होइन। त्यसपछि गएर चाहिँ लेनिनको 45 भोलम पनि पढ्न गाह्रै हुन्छ अहिले। त्यसपछि माओ सेतुङका चाहिँ पनि 13वटा के अरे 9वटै भोलम छन् अहिले प्रकाशित भएका। स्टालिनका 13वटा भोलम छन्। त्यो सबै र अरू थुप्रै कुराहरूलाई एउटै ठाउँमा राखेर मार्क्सवाद भनेको के हो भन्ने बारेमा त्यसका 3वटै सङ्गठनको अङ्ग पनि त्यहाँ राखिएको छ। त्यसो भएको हुनाले अब धेरै पढ्नुभन्दा पनि त्यो पढेपछि मोटामोटी ज्ञान हुन्छ भन्ने उद्देश्यका साथ यो लेखिएको हो। अरू कुरा त चाहिँ पाठकहरूकै हातमा छ। हजुर, अब यहाँले चाहिँ आफ्नो पुस्तकको बारेमा पनि केही कुरा बताइदिनु भयो होइन। अब यो हाट टुडे अनलाइनमा तपाईँलाई हामीले चाहिँ आफ्नो धारणाहरू प्रस्तुत गर्न दियौँ। अब यसपछि तपाईँलाई केही फुट कुरा, केही अन्तिममा केही कुरा छन् कि भन्नै पर्ने हाम्रो चाहिँ दर्शकहरूसँग राख्नै पर्ने कुरा केही छ भने? पहिलो त हाट टुडे ले जुन मेरा हाम्रो पार्टीका भनौँ हाम्रो पार्टीका विचारहरूलाई चाहिँ राख्ने मौका दियो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अर्को कुरा चाहिँ आज चाहिँ अनलाइन पत्रिका अथवा अनलाइन पोर्टल चाहिँ हामीलाई धेरै महत्त्वपूर्ण विषय भएको छ। त्यसैले गर्दाखेरि चाहिँ यसलाई कसरी नियमित प्रकाशित गर्ने होइन, हाम्रा धेरै साथीहरू चलाउनु भएको छ। तर चाहिँ यो त हाम्रो पार्टीको चाहिँ पत्रिका पनि भयो। त्यसपछि चाहिँ यी पत्रिकाहरूलाई चाहिँ संरक्षण गरेर, यसको सम्वर्धन गरेर, यसको विकास गरेर हामीले चाहिँ नियमित रूपमा यसलाई कसरी चलाउने भन्नेतिर हामी सबैले सोच्नुपर्छ। यसमा हामी सबैले सामूहिक प्रयत्न गर्यौँ भने नहुने चिज केही छैन। र हाम्रा विचारहरू छिटोभन्दा छिटो जनताका बीचमा लिनका लागि आफ्नै चाहिँ माध्यमहरू, सञ्चार माध्यमको आवश्यकता हुन्छ। त्यो सञ्चार माध्यमको एउटा प्रक्रियामा हाट टुडे विकास भइरहेको छ। यसको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। अरू त मैले आफ्ना विषयवस्तुहरू विभिन्न प्रश्नहरूमा राखिसकेँ। धन्यवाद। आइदिनु भयो हाट टुडे अनलाइनमा, यहाँले आफ्नो महत्त्वपूर्ण विचार राखिदिनु भयो। यहाँलाई हामीले पनि हाम्रो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ। धन्यवाद। दर्शक गिरी, यहाँ चाहिँ हामीले सुदर्शन सरसँग हामीले उहाँको धारणाहरू चाहिँ सुनिसकेका छौँ। तपाईँहरूले यो हाट टुडे अनलाइनको चाहिँ यो अन्तर्वार्ता सुनिसकेपछि, हेरिसकेपछिबाट यसलाई लाइक गर्ने, कमेन्ट गर्ने, सेयर गर्ने चाहिँ गरिदिनु होला। अर्को सन्दर्भमा फेरि हामी चाहिँ यस्तै अन्तर्वार्ता लिएर यहाँको बीचमा उपस्थित हुने नै छौँ। यति भन्दै मैले पनि यहाँबाट बिदा हुन्छु। हस्त नमस्ते।